हेलो नमस्ते साथीहरु, फेरि पनि एकदम धेरै स्वागत छ मेरो च्यानलमा। के छ संसारमा हुनुहुन्छ होला, हामी पनि सन्चै छौं। आज हामी घाँस काट्न जान लागेको छौं। रोटी खाँदै खाँदै जान लाग्छौं हामी भन। हेर्नुस् पछाडी पनि धेरै हुनुहुन्छ, अगाडि पनि धेरै जानु होला। हामी धेरै छौं। आजको जना छौं रे 8 जना 10 जना छौं क्या। यति धेरै छौं हामी बन जान घाँस काट्न जान लागेको छौं। मेरो आमा त त्यस्तै भएर हाम्रो दिदी रोटी खाँदै खाँदै जान लाग्नु भएको भन। पछि बाद नानीहरू देउरानी छोरीहरू पछि आइरहनु भएको जेठानी दिदीहरू अगाडि फेरि अन्टीहरू तल एउटा दिदीले फेरि नल फेर्दै हुनुहुन्छ। हेर्नुहोस् साथीहरू, अब हामी घाँस काट्न छोड्यो। हामी हस्पिटल ठाउँमा आइपुगेको छौँ। हामी ढोडनी सबै साथीहरू, हामी घाँस काट्न जान लागेको छौँ। हेर्नुहोस्, नमस्ते, मेरो नाम देवना केसी। एमना पनि घाँस काट्न जान लागेको छ। नमस्ते, मेरो नाम कृष्ण केसी। नमस्ते, मेरो नाम फुलमती। सबै घाँस काट्न जान, हामी चाहिँ घाँस काट्न जाँदै छौं। अहिले बारी गर्न जान लागेन, म चाहिँ पुइला जान लाग्यो। सबै हामी घाँस काट्न जान लागेको छौँ। हामी वनमा आइपुग्यौँ। हेर्नुहोस् है साथीहरू, हामी वनमा आइपुगेर घाँस काट्न लागेको छौँ। हेर्नुहोस्, बाउरे घाँस काट्दैछन्, पारी सङ्गताले नि काट्दैछ। हाम्रो देउरानी बहिनीले नि काट्दैछन् हिटी बाउरे घाँस। हामी वनमा आइपुग्यौँ। हेर्नुहोस्, अब हामीले घाँस काट्ने छौँ। हेर्नुहोस्, के घाँस काट्ने, घाँस त केही पनि रहेनछ। भारी बोकेर घर जान लागेको छौँ। कतिको भारी बोकेर भारी बाँध्न लागेको छन्। भारी हाम्रो दिदी नाचिरहनु भएको है। भारी हेर्नुहोस्, अब घाँस काट्न आउँदा यति रमाइलो हुन्छ कि। हेर्नुहोस् त, कति नाच्ने, कति भारी बोक्न पाए सुत्या छन्, कतिले भारी बाँध्न टेकाटेक छ, कतिले टिकटक बनाउँदै हुनुहुन्छ। बारी दिदी नाचेको नाची हुनुहुन्छ। बारी दिदीलाई गीत बजाइदेऊ न, बारी नाच्नु भएको। हामी घाँस काट्न तल गएको, बारी बोकेर जान लागेको छौँ। अब घर जान लागेको छौँ। भात ढिकुन्थ्यो के घाँस काटेर हामी घर हिँडेको छौँ। हेर्नुहोस् साथीहरू, हामी वनदेखि घर फर्केको छौँ। उकालोमा निस्किँदाखेरि साह्रै धुँ भयो। हेर्नुहोस् साथीहरू, घाँस त धेरै बोकेको छैन, त्यही पनि धुँ भएको छ। हामी घाँस काट्न आएको, एकदम रमाइलो भएको छ। हामी घाँस काट्नु बिचमा बसेका छौँ। घाँस काट्न आएको, हामी घाँस काट्न आएर बिचमा बसेको छौँ। सबै बिचमा बसेको छ। काट्न आएर भारी पुऱ्याएर घर जान लागेको छौँ। भारी बाँध्न लागेको छौँ हामीलाई। मैले पनि भारी बाँधिसकेँ। भारी बोक्नलाई बाँध्ने सक्ला छैन। अन्त कराउँदै निस्केको छैन है, अरू तलमा हुनुहुन्छ। घाँसको भारी बोकेर हेर्नुहोस् है साथीहरू, पारे रिवानको गाउँ देखिएको छ। कति राम्रो देखिएको छ। हामी गोला छौँ। बाख्रा गोरुहरू चरिरहेको छ। सिमला राख्नु। हेर्नुहोस् घाम
लागिरहेको छ। बाख्रा गोरुहरू कति चरेको छ कि आजभोलि पानी परेको छैन। अस्ति पनि पानी परेको घाँस पलाएको छ। गोरु बाख्राहरू चरिराखेको छ। दोधर टिप्परहरू चलिरहेको छ। त्यहाँनिर थारा हो, ऊ माथि देखिने टापा हो। आज कति राम्रो मौसम गरेको छ, घाम लागेको छ। पारी तिमिलेको डाँडा मानि खनेको छ सिरमिट खाने। तल दिदीले घर लगाउनु भएको छ। तल दिदीले घर लाग्नु भएको छ। गोरु बाख्राहरू देवानको गाउँ कति धेरै राम्रो देखेको छ। हेर्नुहोस् बाख्रा देउरानी सुतेको छु। भान्जा पारी बस्नु पारी। नमस्ते। हजुरको नाम के हो? मेरो नाम दिल्ली हो। यति बसे रमित बसेको छ। है हामी 3 जना, अहिले 4 जना भएको छौँ। पारी 2 जना दिदीहरू र सानो बाबु घर जाँदै हुनुहुन्छ। आज हामी बोलाएको अहिले हामी 4 जना भएर बसेका छौँ।